हेलो एभ्रिवान, आज चाहिँ हामी धरानको शनि मन्दिर पूजाको लागि आज शनिबारको दिन गइरहेको छौँ। आज चैत महिनाको तेस्रो शनिबार शनिदेवको पूजा गर्नको लागि म र मेरो श्रीमान धरानको शनि मन्दिर गइरहेको छौँ। यहाँ धेरैभन्दा धेरै भक्तजनहरूको एकदमै भिड घुइँचो लागिरहेको छ। लाइन पनि एकदमै लामो लाइन थियो। लामो लाइन पार गर्दै 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 हामी शनि देवताको पूजा आराधना गर्नलाई शनि मन्दिरभित्र प्रवेश गर्दैछौँ। यहाँ देख्न सक्छौँ धेरै भक्तजनहरूले आफ्नो ग्रह दशा राम्रो होस् भन्ने कामनाका साथ धेरै आराधना पूजा गरिराख्नु भएको छ। त्यसलाई नै मध्यनजर गरेर हामी पनि दुवैजना यहाँ आएर एकदमै भक्तिसाथ शनिदेवको पूजा गर्दैछौँ। शनि मन्दिरमा शनिदेव मात्रै नभएर यहाँ धेरै थरीका भगवानहरूको पनि मूर्ति एवं मन्दिर रहेछ। मेरो चाहिँ पहिलो प्रवेश हो शनि मन्दिरमा। म आजसम्म शनि मन्दिर गएको पनि थिइनँ, मेरो फर्स्ट टाइम हो। लाइन लाग्दै लाग्दै हामी शिव, गणेश, देवी माताहरू, पाथिभारा माता, हरेक सबै भगवानहरूको यहाँ मूर्ति र मन्दिर रहेछ। सबैजनाको हामी दर्शन गर्दै गर्दै हाम्रो त्यहाँ हुनुहुने पण्डित बाजेसँग पनि टिका लगायौँ। शनि मन्दिरको एकदमै रियल टिका भनेको चाहिँ कालो टिका हुँदो रहेछ यहाँको। हामीले तिल र सायद तेल मिसाएको टिका होला सायद त्यो बनाउनु भएको यहाँको पण्डितजीहरूले। त्यो टिकाहरू पनि लगायौँ र आज हाम्रो शनिबारको दिन शनिदेवको दर्शन गरेर हामीले धरानमा रहेको शनि मन्दिरको दर्शन गरेर हाम्रो दिन आज शुभसहित बितायौँ। ओके, बाई बाई, दिस मच फर टुडे।